है गाइस, यो फुल चिन्नुभयो र तपाईहरुकोतिर के भन्छ। हाम्रोमा चाहिँ हामी चाहिँ यसलाई कालीगेडा भन्छौँ। यो चाहिँ सानोमा हामीले खाने पनि गर्थ्यौँ। यसको दाना पाकेको चाहिँ अलिक गुलियो पनि हुन्छ। अनि गाइस यसको फुल चाहिँ यस्तो हुन्छ है। यसको हरियो दाना चाहिँ यो हो। अब यो चाहिँ हामी केटाकेटीमा चाहिँ पाकेको हो भने खाने पनि गर्थ्यौँ। अनि यो चाहिँ हामी बाँसको पटपटेको गन बनाउँथ्यौँ, पटपटे गन। त्यसमा चाहिँ हामीले चाहिँ कालीगेडा हालेर चाहिँ पड्काउँथ्यौँ। पहिला चाहिँ अब कतिले चाहिँ कागज चप्पाइन्थ्यो, तर हामी चाहिँ छिटोको लागि को चप्पाउने को पानीमा भिजाइबस्ने कालीगेडाको चाहिँ हामी दाना छान्थ्यौँ। अन्त त्यसमा हुने चाहिँ हामीले अट्ने जति चाहिँ हामीले त्यसमा हालेर चाहिँ पड्काउँथ्यौँ, फाइट खेल्थ्यौँ। हुनु चाहिँ त्यो डेन्जर फाइट थिएछ अहिले सम्झिँदा। अनि विशेष गरी तपाईहरुलाई यो फुल देखाउनुको कारण चाहिँ के हो भन्दा चाहिँ यो फुल चाहिँ एकदम, यो चाहिँ हेर्नुहोस् है, यो छ नि, यसको टुप्पो यसरी चुट्टाउनुहोस् हैन। ज्यादा पनि होइन, 2-3टा चुट्टाउनुहोस्। चुट्टाएर चाहिँ तपाईले धुइधाइ पारेर यो चाहिँ चपाउनुपर्छ। तर यो चाहिँ अलिकति फुकफाक गरेर मैले चप्पाइरहेको छु। यसरी चप्पाउनुपर्छ। यो चप्पाउँदाखेरि चाहिँ के हुन्छ भने चाहिँ जति पनि सास सम्बन्धित मुखको जति पनि बिमारहरू छ त्यो चाहिँ यसले जाती पर्छ है गाइस। जस्तै सास गनाउने हैन, दाँत किराले खाएको छ, दुख्दैछ, तपाईले डेली बिहान उठेर ब्रस दाँत मोलेर चाहिँ तपाईले सबै चियाहरू पिइसकेर अन्तिममा यसको टुप्पो चप्पाएर चाहिँ त्यसको रस निल्दा पनि हुन्छ। निल्नु मन लागेन भने त्यो फ्याक्दा पनि भइहाल्छ, छोक्रा रस। तर त्यो रसलाई चाहिँ मुखभरि पुरा फैलाएर चाहिँ मुखमा लगाएर चाहिँ त्यो चाहिँ तपाईले 15 मिनेट भन्दा अगाडि चाहिँ त्यसो अरू कुरो चाहिँ खानु भएन। यसले चाहिँ मुखमा चाहिँ मजाले भित्नु पर्यो। र त्यसो गर्नुभयो भने चाहिँ तपाईको 15-20 दिनमै तपाईले थाहा पाइहाल्नुहुन्छ दाँत दुखेको, सास गनाएको। कतिको सास गनाउँछ भने चाहिँ अब कस्तो हुन्छ, बात मार्नु अप्ठ्यारो हुन्छ। उहाँहरूले चाहिँ विशेष गरी यो खानुभयो भने, यो चपाउनु भयो भने चाहिँ चप्पाको केही सेकेन्डमै तपाईलाई फरक महसुस भइहाल्छ। त्यस्तो हुन्छ। तर हामी यो कालीगेडालाई चिन्दिनौँ। हामी चाहिँ पहिला चाहिँ ज्यादा यस्तो आफ्नो बारी एरिया जग्गामा चाहिँ बार लाउँथे क्या बर्डरमा। तर अहिले त अब मान्छेले सबै फिनिसिङ लगाइहाल्छ, सिमेन्टेड पोस्ट दिएर जालीहरू लगाइहाल्छ। अहिले यसको चलन छैन। तर यो चाहिँ कमान घारीतिर जहाँ पनि पाउँछ। तपाईले चाहिँ यो चप्पाउनु भयो भने त्यस्तो तितो सितो पनि केही हुँदैन। यो चाहिँ अलिकति टरो अब कस्तो हुन्छ, त्यस्तो उयो पनि होइन, सहन सक्ने नि हुन्छ। खाइबस्नु भयो भनेलाई के यस्तो पनि लाग्दैन, अझै मिठो पो हुँदो रहेछ गाइस। र यसको रस चाहिँ निल्नु भयो भने पनि कुनै फरक पर्दैन। र पेटभित्रको पेट सम्बन्धित रोगहरूमा पनि धेरै काम गर्छ भन्छ गाइस। यहाँतिर पनि पुरा छ, तर हामीलाई थाहा छैन। अनि यो चाहिँ हामीले चाहिँ के गर्थ्यौँ भन्दा चाहिँ यसको चाहिँ केटाकेटीमा चाहिँ विशेष गरी लेडिसहरूले चाहिँ यस्तो थुपार्थे अन्त्यमा यस्तो एउटाको भित्र अर्को खाँदेर चाहिँ लामो माला बनाएर भाँडाकुटीहरू खेल्ने गर्थ्यो। जस्तो चाहिँ अब यही हेर्नुहोस्, यो लेमन ग्रास हो। मच्छरहरू आउँछ भने चाहिँ यसलाई कुटेर चाहिँ पानीहरू छर्किने गऱ्यो भने धेरै कुरो। अनि अब यो लेमन ग्रास त अब कति खानेकुरोमा पनि अब युज गर्छ हैन। यसको सेन्टेड हुन्छ। अब यो भित्तातिर पनि कति होला दबाई। थ्याङ्क यू गाइस।